गुड मर्निङ हजुर सबैजनालाई है। कस्तो लागिरहेछ क्या मनमा, नमिठो लागिरहेछ। अनि म एक्लै बसिरहेको छु है। मेरो साथी पनि सिलगढी गएको छ उसको चाचीको हिजोको काममा है, कति दिनको काम हुन्छ। अनि ऊ आउँदैछ बाटोमा है। अनि म यहाँनिर उसको छोरीसँग म यहाँनिर बसिरहेको छु सिलगढीमा। मान्छेको जिन्दगी केही पनि होइन रहेछ क्या, अब केही पनि होइन, त्यो सबैजनालाई नै थाहा छ है। मेरो बाजे पनि हिजोअस्ति बितेको, के अरे अचानक है बाजे यस्तो स्ट्रोक भएको जस्तो भयो। आज भन्दा भन्दै आज पनि बितेको है। अनि मेरो साथीको हस्बेन्ड पनि हिजोअस्ति भर्खर बित्यो है। उसको मरौको काम थियो, त्यहाँनिर पनि गएँ है। अनि हामी साथीभाइको फर्ज निभाउनु पऱ्यो नि। दुःखको घडीमा त हो उसलाई सान्त्वना दिनुपर्ने है। मेरो दुःखको घडीमा पनि यति बिघ्न तपाईँहरू आइदिनु भएको छ क्या। यति साह्रो म खुसी छु है। मलाई यति साह्रो उयो लाग्छ। सबैजना नसोचेकोहरू पनि आइदिनु भयो क्या। होइन, मैले सोचेकै थिइनँ है, तर कस्तो लागेर आउँछ है। मैले त्यति चाहिँ अब कमाएको रहेछु भनेर म आफैलाई नै प्राउड फिल गरेँ है। तपाईँहरूले यति साह्रो माया दिनुभएको छ नि है। अब कतिजनाको त मेरोमा ऋण लागेको छ क्या। आफू पनि बिमारी है। अनि म 1 वर्ष जस्तो भएँ मैले कसैकोमा पनि राम्रोसँगले समय बिताउनु नपाएको है। नत्र पहिला त म पुरा जान्थेँ, चाहिँ पनि जान्थेँ है। मरौ भएको जग्गा त छुटाउँथिनँ है। कुनै जग्गा पनि मैले छुट्याएको छुइनँ होइन। तर योपालि चाहिँ अब मेरो आफ्नै हेल्थको कारणले गर्दाखेरि है तपाईँहरूकोमा म जानु सकेको छुइनँ है। तर म भविष्यको दिनमा है म जहीँ पनि जानेछु। अनि अस्तिको दिन मात्रै कति दिन भएर 3 दिन जस्तो भयो होला है, म र मेरो साथी गयौँ। मेरो अब सिलगढीमै छु। अनि के अरे साथीको आमा एडमिट भएको छ नाइटमा भन्दाखेरि ऊ र म गयो है। मेरो रिभ्यू थियो, रिभ्यूकै भोलिपल्टको दिन सन्डेको दिन थियो है, उस गयो। अनि पहिला नै म गएर चाचीकोबाट मैले कतिवटा खानेकुराहरू खाएको छु क्या। म जान्थेँ पिन्टु टुटुहरूसँग जान्थेँ। अन्त मैले चाची भनेर भन्यो, मलाई पहिलाको याद आयो है। अनि हामी गयौँ है, समयहरू बितायो हामीले। 2 दिन गयो। म सिलगढीमा छु। जहाँनिर जे पर्छ सबै जग्गा जाँदैछु है। म फेरि घरिघरि म सिलगढी आउनु सक्दिनँ होइन। अहिले त सिलगढीमा छु। अनि त्यहाँदेखिको अघि मात्रै म बसिरहेको थिएँ, फोन आयो साथीकोबाट, फुर्मित पिन्टुको आमा त छैन रहेछ भने होइन। मलाई कस्तो लाग्यो अनि हतार रेडी भएर म गएँ। अनि बिचरा मेरो साथीलाई कस्तो भइरहेको थियो है, त्यसलाई देखेर कस्तो लाग्यो। दुःखको बेलामा त हामी जाउँ न है, बसिदिउँ न, म यहीँ त छु है। अनि कस्तो लागिरहेछ क्या। त्यसैले गर्दाखेरि है मान्छेको जिन्दगी केही पनि होइन। अनि मैले बिदा गरेँ है, एम्बुलेन्समा हालेर लग्यो। मैले बाई बाई गरेँ है, मैले प्रेयर गरेँ। अनि कस्तो लागिरहेछ क्या, मान्छेको जिन्दगी केही होइन। त्यसले गर्दाखेरि जतिजना हामी बाँचेको छौँ नि है, सबैजनालाई सपोर्ट गरौँ, माया गरौँ, सबैको जग्गामा गइदिउँ है। म त्यसरी भन्न चाहन्छु। अनि हामीलाई क्या यिनीहरू त खालि के साह्रो फेसबुकमा है के साह्रो भिडियोहरू हालेकोहरू नभन्नुहोस् होला है। सेयर गरेको नि त, जग्गै यही हो नि त, सेयर गर्ने जग्गा है। अहिले त फेसबुकको जमाना छ है, सोसियल मिडियाको जमाना छ। त्यसले गर्दाखेरि है सबैजना हामी मिलेर बसौँ है। कसैको कुराहरू पनि नगरौँ क्या। अहिले फलाना ढिस्का भनिरहेको हुन्छ, त्यो कुरालाई छोडिदिउँ है। सबैजना मिलेर बसौँ है। कतिजनाहरू अब मिसअन्डरस्ट्यान्डिङहरू छ भने त्यो कुराहरूलाई हटाइदिउँ है। राम्रो कुराहरू लिएर अगाडि बढौँ भन्न चाहन्छु है। मलाई कस्तो लागिरहेको छ क्या। अनि मलाई सेयर गर्नु मन पऱ्यो अनि हजुरको अगाडि सेयर गरेँ है। हवस्, बाई बाई।